महासत्तो नाम गरेको कान्छो छोरा भएर 3 जना छोराहरूमध्ये कान्छो छोराको रूपमा जन्मिनु भएको रहेछ। अनि त्यसपछि यो जङ्गलमा चाहिँ यो माथिको जङ्गल, त्यो जङ्गलको नाम त्यो सूत्रमा चाहिँ द्वादश गुल्म जङ्गल भनेर लेखिएको छ। एकदम एउटा बाटिका, एकदम रङ्गीचङ्गी फुलहरू फुलेको, सुगन्धित फुलहरू फुलेको त्यस्तो खालको बाटिकामा अनि उहाँहरू चाहिँ 3 जना दाजुभाइ घुम्न आउनुभएको, यहाँ यो जङ्गलमा चाहिँ विचरण गर्न आउनुभएको। अनि आएर फर्किने क्रममा चाहिँ उहाँहरूले एउटा भोकाएको एकदम 1 हप्ता अघि जस्तो चाहिँ 5 वटा डमरुहरू बच्चाहरू जन्माएर भोकाएको अवस्थामा त्यो बगिनीलाई त्यो बच्चाहरूको माउलाई चाहिँ देख्नुहुन्छ। अनि देखेपछि उहाँहरू दाजुभाइको बिचमा कुराकानी हुन्छ। अनि यस्तो भोकाएको छ, केही पनि खान सक्दैन। एकजनाले भन्नुहुन्छ, अर्को उहाँको दाइले भन्नुहुन्छ, अब यसले पायो भने भेट्यो भने त नजिक जे आयो त्यही खाइदिन सक्छ, यसले आफै खोजेर खान सक्दैन भनेपछि अनि महासत्तो, राजकुमार महासत्तो जुन कान्छा भाइ थिए उनीलाई चाहिँ एकदम करुणा आउँछ, एकदम कम्प्यासन भित्रदेखि जाग्छ त्यो भोकाएको बगिनीप्रति पनि र त्यो बच्चाहरू प्रति पनि। अनि उहाँले चाहिँ मनमा नै के अठोट गर्नुहुन्छ भने अहिले के खान्छ भनेर सोध्नुहुन्छ। अनि उहाँले दाइहरूले चाहिँ भन्नुहुन्छ यसले चाहिँ फ्रेस ब्लड, तातो एकदमै ताजा जिउँदो प्राणीको ब्लड, बाघ भालु सिंह भनेको चाहिँ यस्तो ब्लड रगत खाने र मासु खाने, ताजा रगत र मासु खाने जीव हो यिनीहरू, त्यसपछि मात्रै यिनीहरूले शक्ति आर्जन गर्न सक्छन् भनेपछि मनमा नै उहाँले अठोट गर्नुहुन्छ। अनि अब म यो भोको हुन दिन्न यो बाघलाई, यो बगिनीलाई भन्ने अठोट गर्नुहुन्छ। अनि त्यसपछि दाइहरूसँगै अलि तल आइसकेपछि म एकछिनमा म एउटा काम गरेर आउँछु भनेर उहाँले फर्केर जानुहुन्छ। अनि गइसकेपछि त्यो बगिनीको नजिक गएर उहाँ पल्टिनुहुन्छ। त्यहाँ त्यो सूत्रमा बताएअनुसार चाहिँ उहाँ डङ्ग ढल्नुहुन्छ अरे। अनि ढलेपछि पनि त्यो बगिनीले उहाँलाई भोजन गर्न तयार हुँदैन, खाँदैन, हेरी मात्रै राख्छ। अनि उहाँको नङ्ग्राहरू पनि कमजोर भएको, दाँत पनि कमजोर भएको त्यस्तो देखिसकेपछि अब उहाँले सुन्नु भएको थियो रगत चाहिँ एकदमै मनपर्छ, त्यो रगतै निस्क्यो भने त खान सक्ला, अब मासु शिकार गरेर खान नसक्ने अवस्था रहेछ भनेपछि अनि उहाँले त्यो चाहिँ धेरै पहिले बाँसको फेदमा थियो भन्नुभएको छ है। त्यो चाहिँ उहाँले बाँसको बोट मुनिको एउटा गुफामा चाहिँ त्यसरी बसिरहेको सुतिरहेको थियो र त्यो बाँसको एउटा कप्टेरा, त्यो पहिल्यै सुकेको भाँचिएर सुकेको एउटा बाँसको चिरपटलाई चाहिँ उहाँले चाहिँ खुकुरी जस्तो चक्कु जस्तो बनाएर आफ्नै घाँटी रेटेर अनि त्यो बगिनीको अगाडि उहाँ पल्टिसकेपछि घाँटी रेटेपछि अनि बगिनीले त्यो फ्रेस ब्लड चाहिँ तान्न सक्यो। अनि ब्लड खाँदै खाँदै अब तागत आउँदै गयो। त्यसपछि बिस्तारै फ्लेस सबै खाँदै अनि उहाँको हड्डी हाडखोडहरू, कपाल चाहिँ नखाएको अनि कपडाहरू त्यति चाहिँ यत्र तत्र छरिएको अवस्थामा बस्यो। अनि त्यो बगिनीलाई शरीर दिने बेलामा उहाँले के भन्नुभएको छ, के सोच्नु भएको छ भने आफ्नो शरीरतिर हेर्नुहुन्छ उहाँले, आफ्नो शरीरतिर हेर्नुहुन्छ। अनि उहाँले चाहिँ सम्झिनुहुन्छ अनि यो मेरो आफ्नो शरीर, यो जति मिठो खाए पनि यो अगाउँदैन कहिले पनि हैन, जति राम्रो लगाए पनि यसलाई पुग्दैन, अनि जति सुख सुविधा भए पनि यसले पुग्यो भन्दैन। अब यो यसो हेर्यो भने यो भित्र पनि सबै किराहरू छन्। अब हाम्रो शरीरभित्र हेर्यो भने सूक्ष्म जीवहरू हुन्छन् नि हैन, अनि यो भित्रदेखि पनि खाइरहेका छन्। अब उनीहरू यो किराले खाइरहेको शरीर हो। अब यो शरीरभन्दा ठुलो कुरा, यो शरीर दुःखको कारण छ। अनि यसो हेर्यो भने एकदम दुर्गन्धित छ, फोहोर छ, एकदम सेप्टिक ट्याङ्क पनि यही शरीरभित्र छ हैन। एकदम हामीले खाएको जति मिठो खाए पनि त्यसले सेप्टिक ट्याङ्कमा बदल्छ। अनि त्यस्तो खालको फोहोर विकृत शरीरलाई अब यो आफ्नो लागि साँचेर राख्नुभन्दा यो मेरो ठुलो मौका हो। यो चाहिँ जीवन दिने मौकामा यो जीवन त केही पनि होइन, यो हाड मासु यसले खासै मलाई महत्त्व दिँदैन, यसको कुनै भ्यालु छैन। योभन्दा ठुलो मूल्य चाहिँ जीवन दानको मूल्य हो, त्यो मैले मौका नगुमाइकन गर्नुपर्छ भनेपछि अनि उहाँले त्यो बगिनीलाई चाहिँ आफ्नो शरीर दान गर्नुभएको थियो। र त्यसरी दान उहाँले गरिसकेपछि अब त्यो बेलामा चाहिँ 6 पटक यो पृथ्वी हल्लिएको थियो भनेर त्यो सूत्रमा लेखिएको छ। अनि एकदम लाइट चम्किएको थियो त्यति बेला, लाइट चम्किएको होइन, सूर्यको प्रकाश अन्धकारले छाएको थियो रे त्यो बेलामा। अनि ठिक त्यही बेलामा चाहिँ उहाँको आमा जो घरमा आराम गरिराख्नु भएको थियो उहाँ निदाउनु भएछ र सपना देख्नु भएछ। अनि उहाँले सपनामा आफ्नो दुवै स्तन काटिएको, आफ्ना दाँतहरू सबै खसेको र 3वटा परेवाहरू
मध्ये चाहिँ एउटा परेवालाई बाँसले टिपेर लगेको त्यस्तो खालको सपना उहाँले देख्नुभएछ। अनि उहाँलाई एकदम नराम्रो अशुभ सङ्केत त्यस्तो मिल्यो। अनि एकदम रुँदै कराउँदै बिलाप गर्दै उहाँ चाहिँ मैले यस्तो सपना देखेँ भनिरहेको बेलामा चाहिँ त्यो दुईजना दाजुभाइले आफ्नो एकजना भाइ हराएको देखे। अनि खोज्न जाँदाखेरि त्यो हाडखोडहरू सबै छरिएको देखेपछि उनीहरू पनि मूर्छित भए। अनि केही बेरपछि उनीहरू होसमा आएर अनि त्यो समयसम्ममा उहाँको आफ्नो सेवकहरू जो थिए अनि उहाँहरूलाई पनि बाहिरै त्यो जङ्गलको बाहिरै छोडेर हामी मात्रै जान्छौँ भनेर आएको थियो। त्यो सेवकहरूलाई भेटेपछि अनि उहाँहरू समेत मिलेर खोजतलास भयो। अनि नभेटिएपछि अनि दरबारमा एकजना राजकुमार चाहिँ भेटिएन भन्ने खबर गयो। अनि राजा रानीहरू आउनुभयो। आएपछि त्यो सबै त्यहाँको त्यो हाडखोडहरू देख्नुभयो। अनि रानीले त्यो बेलामा चाहिँ यो मेरो सबभन्दा अमूल्य एकदमै पहिलादेखि अब बोधिसत्वको जन्म भएको कारणले उहाँको जेमा पनि कम्प्यासन गर्ने जेनरोसिटीको अभ्यास गर्ने त्यस्तो थियो, अमूल्य रत्न थियो। अनि उहाँको आफ्नो मुटुभन्दा पनि प्यारो, बरु मेरो मुटु फुटेको भए म सहन सक्थेँ, त्यस कारणले मेरो यस्तो प्यारो एउटा रत्नलाई मैले गुमाएको म सहन सक्दिनँ भन्नु उहाँ बेहोस हुनुभयो, मूर्छित हुनुभयो, ढल्नुभयो। अनि पछि उहाँ निस्किसकेपछि चाहिँ अब उहाँले एक खालको चाहिँ अब यो एक हिसाबले भन्ने हो भने उहाँले आफूलाई सान्त्वना दिनुभयो र उहाँको आफूले लगाएको गरगहनाहरू एकदमै बहुमूल्य रत्नहरू सबै त्यो छोराको हाडखोडमाथि राखिदिनु भयो। उहाँले मेरो सबभन्दा मूल्यवान चिज त गयो भने अब यसको के अर्थ छ मलाई भन्दा सबै त्याग्नुभयो। उहाँको अनुसरण गर्दै अरू पनि दरबारको अरू यहाँको स्थानीय समुदाय जो जसले आफूसँग गरगहना लगाएको थियो अथवा आफ्नो घरमा परिवारमा भएको अमूल्य 7वटा रत्नहरू, त्यो 7वटा रत्नहरू त्यो हाडखोडसँग मिसाएर अनि त्यसलाई यहाँ ल्याएर अनि यो रेलिक्सहरू त्यो उहाँको हाडखोड कपडाहरू कपालहरू र अनि त्यसरी मानिसहरूले उहाँको आमाले त्याग गरेको चाहिँ त्यो रत्न गरगहनाहरू सङ्कलन गरेर अनि यो स्तूप बनाइयो। अनि यो स्टोरी सुनाइसकेपछि लास्टमा चाहिँ शाक्यमुनि बुद्धले त्यो आर्य सुवर्ण प्रभा सूत्रमा चाहिँ यो कथा भन्नुहुन्छ। यो यस्तो एउटा गाउँ थियो, यस्तो देश थियो, यस्तो 12 गुल्म नाम गरेको वन थियो। अनि यसरी एकजना महासत्वले यसरी दान गरे भन्दै गएर अनि आनन्द तिमीले त्यो दान गर्ने व्यक्ति को भन्ने ठान्यौ भनेर सोध्नुहुन्छ। अनि अब उहाँलाई थाहा छैन, त्यो अरू कोही नभएर मै थिएँ, त्यस कारणले अब तिमी विश्वास गरे कि म बोधिसत्व हुँदाखेरि त्यसरी दान गर्न सक्ने थिएँ भने अब बुद्धता पाइसकेपछि बुद्ध भइसकेपछि मैले गर्ने कम्प्यासनमा तिमी अझै शङ्का गर्छौ भनेर सोध्नु भएको छ उहाँले। त्यो कारणले अब म नरकमा जानु पर्यो भने पनि गएको थिएँ प्राणीहरूको हितको लागि, जहाँ जाँदाखेरि हित हुन्छ त्यो मैले गरेको थिएँ। त्यस कारणले तिमीले मैले बताएको उपदेशहरूलाई मैले दिएको शिक्षाहरूलाई अनुसरण गर, यसमा शङ्का नगर, त्यो व्यक्ति मै थिएँ भनेर उहाँले चिनाउनु भएको छ। अब त्यो ठाउँ चाहिँ यो स्तूप बनेको परिसर हो। अनि अब यसको स्टोरी चाहिँ अब भेटिन्छ आर्य सुवर्ण प्रभा सूत्र। अब अरू विभिन्न पछि मोडिफाइड भएका कथाहरू पनि छन्। त्यो कथाहरूलाई अब हामीले बुद्धिस्टहरूलाई बतायो भने चाहिँ अब हामी बुद्ध जन्मेको शाक्यमुनि बुद्ध जन्मेको देश नेपालको नागरिक अनि हामीले गरेको पेसा भनेको सत्य तथ्य डिसामिनेट गर्ने पेसामा हामी छौँ। त्यो माथि पनि अब विदेशी पर्यटक पाहुनाहरूलाई हामी जानकारी दिन, एकदम अथेन्टिक इन्फर्मेसन दिने, अथेन्टिक एउटा लाइसेन्स र सर्टिफिकेट लिएर हातमा लिएर बसेको र अरू त्यो हाम्रो ट्रस्टवर्दिनेसको लागि क्रेडिबिलिटीको लागि त्यति भए पुग्छ भनेर हामीले त्यो एउटा देखाउनको लागि सर्टिफाइड भएर बसेको व्यक्तिले चाहिँ त्यो सूत्रहरूभन्दा बाहिरको इन्फर्मेसन दियो भने चाहिँ त्यो एकदम रिडिकुलस हुन जान्छ क्या। त्यो कारणले हामीले यो स्टोरी बताउँदाखेरि पनि सूत्रमा हैन बुद्धले बताएको उपदेशहरूको सूत्रमा यस्तो कुरा उल्लेख छ भनेर हामीले बुद्धिस्ट भए पनि नन बुद्धिस्ट भए पनि अनि विभिन्न यो स्टोरी चाहिँ अब पपुलर स्टोरी भएको कारणले